विशेष गरी प्रत्येक 3 वर्षमा लाग्ने इन्द्रायणी माईको जात्रामा विशेष गरी न्याउरी समुदायहरूले पनि रथसहितको जात्रा गर्ने चलन रहँदै आएको छ भने अन्य समुदायले पनि त्यहाँ आएर पूजापाठ गर्ने, आफ्नो भाकलका प्रसादी चढाउने, आफन्तजनहरूलाई खुवाउने गरेर विशेष चाडको रूपमा इन्द्रायणी माईको जात्रालाई लिइन्छ भने यो जात्रामा विशेष गरी गणेश, सेता गणेश, इन्द्रायणी माई, कुमारी, भैरव गरी 5वटा रथको जात्रा निकालिन्छ र रथ यात्रामा चाहिँ सबै समुदायको विशेष रूपमा चाहिँ उपस्थिति हुने सँगसँगै रथ चाहिँ न्याउरी समुदायहरूले चाहिँ त्यस स्थानबाट आफ्नो रथ भएको स्थानबाट इन्द्रायणी माईको मन्दिरसम्म ल्याएर त्यहाँ राख्ने 2 दिन राखेपछि तेस्रो दिन फेरि पुनः रथलाई आफ्नो स्थानमा लाने चलन रहिरहेको यहाँलाई जानकारी गराउँछु। So high I'm hitting it. Get on board. We're smiling on top of the world. Dangerous times, don't fly too high. Be sure to keep the ground in sight. Fly forever if you keep it tight. Love the world, but keep the sky on your mind. Flying, get on board. We're soaring on top of the world. मान्छेहरू चाहिँ पुरानै चलन यहाँ माथि बसेर जात्रा हेर्ने चलन छ। माथि बसेर जात्रा हेर्दैछन्, गर्दैछन्। अहिले चाहिँ यो इन्द्रायणी माईको जात्रा हुने ठाउँको मेन हो। यहाँ देख्न सक्नुहुन्छ पसलहरू सर लागेको लागेको, तर मान्छेहरू चाहिँ पुरानै चलन यहाँ माथि बसेर जात्रा हेर्ने चलन छ। माथि बसेर जात्रा हेर्दैछन्, गर्दैछन्। Thank you.